फेबुला यहाँहरू सबैमा पिटी ब्लगमा सधैँ चाहिँ यहाँहरूलाई न्यानो स्वागत छ है। र आज चाहिँ यहाँ हामी पुरा परिवारै मन्दिर आएको थियौँ। मन्दिर कहाँ हो भनेदेखि सिङ्चेल सिंहदेवी स्थान। अहिले खास गरी चाहिँ हामी यो के अरे आज नानीको छोरीको बर्थडे थियो है, जन्मदिन। त्यसले गर्दाखेरि नानीको बर्थडेमा सिङ्चेल देवी स्थानमा चाहिँ हामी सधैँ साल नै यसरी नै दर्शनमा आउने गर्थ्यौँ। तर 2-3 साल भएको थियो कन्टिन्यू नभएको, किनभने घरमा त्यस्तै है त्यही हो, जुठो काम परेको थियो है, त्यसले गर्दाखेरि आउनु सकेको थिएन। योपालि चाहिँ यहाँ हाम्रो सिङ्चेल देवी स्थानमा माताको बुलावा आएर र हामी यहाँ अहिले भर्खर आइपुगेको है। र अब यहाँ सबै भित्र पसिसकेको छ। फेरि यहाँ भिडियो बनाउनु पनि मिल्दैन है, मन्दिरतिर त अब जताभावी भिडियो बनाउनु त्यति मिल्दैन। र पण्डितजीलाई सोधेर भिडियो बनाउँदा हुन्छ हुँदैन भनेर सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो हुन्छ बनाउनु भन्नुभयो। त्यसले गर्दा चाहिँ मैले सानो है यो भिडियो बनाइरहेको छु। सबै भित्र पसिसकेको छ र म देखाउँछु है त है यहाँ मन्दिरको वरिपरि के कस्तो रहेछ। मजाको बनाएको छ, पहिला त यस्तो थिएन। हेर्नु कति राम्रो छ अहिले त। पर म देखाउँछु है यहाँहरूलाई पनि। यो चाहिँ हो, यहाँबाट चाहिँ इन्ट्रेन्स भित्र पस्ने, खास मन्दिर पस्ने चाहिँ यहाँदेखि पर्छ। पहिला यस्तो जङ्गल थिएन, अहिले त हेर्नु कस्तो डरलाग्दो जङ्गल भइसकेको यहाँ। ल ओके। र मन्दिरमा सायद पण्डितजीले बोलाउनु भयो होला, बुलावा आयो। ब्याग लियो हुन्छ होला। फुलहरू थियो त होइन? कलियुगे कलियुगेशपथम शरणे भारतवर्षे वदगणेरुदान देशे आर्यावर्तान्त देशे पशुपतिनाथ सुदृढ़ी भागे हिमाचल पर्वते कुंदी भागे ब्रह्मपुत्रगामुष्मतृढ़ी भागे ब्रह्मपुत्रगामुष्मतृढ़ी भागे तीर्थानद निकटे महंकाल बाबा शनिकटे सिंचल देवी स्थाने सिंचल सिंह देवी स्थाने षष्ठी समुद्र शरणा मध्ये
अहिले चाहिँ यो मन्दिर बहुत मेन्टेन गरेर एकदमै दामी बनाएको छ है। पहिला त यस्तो थिएन, नर्मल के अरे लेउ परिसकेको बाटो थियो पहिला पहिला त। अहिले त हेर्नु त टाइल्सहरू लगाइदिएर दामी बनाइदिएछ, तर बहुत राम्रो गरिदिएछ, बनाइदिएछ। के राम्रो बनाएको छ हौ है। हेलो ए होइन कहाँ छौ? यो चाहिँ हो बोजूको स्थान। अरे अब अघि मुनाले पो भनेको अरे बहिनीलाई टाइगर भएको थियो नि त, हामी आउनु पर्यो भनेर नसँगले सिम ल यहाँ पूजा गर्दैछु। पूजा आर्य वसुंधरा ज्ञानी विष्णुमस्ति हरि परमात्मने नमः। आर्य गणपति महाभावै दियाना स्वाभिपति महाभावै निधिनाथ स्वाभिपति महाभावै वसु मम आत्मजानि नस्तुलियं दुध छ, दुध ल्याउँछु भनेको छ उयो अलिक चढाएर जङ्गल त हेर न कस्तो तल तल सबै देख्थ्यो पहिला, अहिले यस्तो जङ्गलबाट मैले अघि पनि भनिहालेँ, आजभन्दा 2-3 साल अगाडि यस्तो थिएन है। यस्तो मतलब यति साह्रो रङ पोताइ भएको थिएन। तर हिजो आज त आमा यो सिङ्कल देवी स्थान एकदमै अब क्या दामी बनाएको यहाँ पहिला यस्तो थिएन, नर्मल होइन। तर अहिले त अब यहाँ त यहीँ बसिरहँ जस्तो बनाएको, यति राम्रो बनाइदिएको रहेछ अहिले। लाखो पानी छिटा होइन।
सबैले उबेरसम्म है कतिलाई पुग्छ त्यो बत्तीको छेउमा मात्रै नजान्छ जामा जामा लगाइरहेछ ल लिएर प्रार्थना गर्नु है अहिले चलाउने होइन हरि ओम तस 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 ओम विष्णु 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 आद्य आद्य पूर्व संकल्प सिद्धिरस्तु अद्य कति वर्ष 21औं वर्ष परिपूर्ण 22औं वर्ष शुभ वर्ष प्राप्तिन्छ विद्या बुद्धि प्राञ्चल दोष निमा हरनाथ नवग्रह शान्ति निमित्त विद्या बुद्धि प्राप्ति सकल दोष निमा हरनाथ साम सदा सिद्धि तथा अष्टचिरञ्जीव पूजनं कर्मणं कर्तव्यं कर्ष्यावहे वन्दे देवं पतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पनकभूषणं मेघवरं वन्दे ओम श्री हराय नमः श्री परमात्मने नमो नमः अब यो दुध लिएर जानु कि त्यो सानो कालो शिवलिङ्ग छ नि त्यसमा चढाउनुहोस् ल तामामा चाहिँ नचढाउनुहोस् त्यो धतुरोहरू बेलपत्रहरू चाहिँ सबै त्यहाँ माथि चढाउनुहोस् त्यो दुध चाहिँ सानोमा चढाउनुहोस् ल पानी चाहिँ माथि चढाउनु पानी चाहिँ ठुलोमा चढाउनुहोस् ल तपाईँले चढाउने बेलपत्र सबै राम्रले हरि ओम श्री हराय नमः श्री परमात्मने नमो नमः वन्दे देवं मातरं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मेघवरं वन्दे पशूनां बलिं वन्दे सूर्य शशाङ्कगगनं वन्दे मुकुन्दप्रियं वन्दे वक्रगणासुन्दरं वन्दे शिवं शङ्करं हरि ओम नमः शम्भवाय च महाभवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ओम हर हर महादेव कैलासपति शम्भो कैलासपति शम्भो हरि ओम श्री परमात्मने नमः हरि ओम नमः शम्भवाय च महाभवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ओम हर हर महादेव कैलासपति शम्भो दलितानां समर्पयामि साम्बसदा शिवाय नमो नमः दलितानां समर्पयामि चढाउनु भयो के जे यहाँ माछा त्यो छैन कि अहिले है रातो माछा हुन्छ हाल्नु के गर्नु अहिले चाहिँ यो कुवामा निकै पानी जमेछ किनभने अहिले पानीको सिजन भएर पनि होला माछा थियो यहाँनिर ओरेन्ज कलर मन्दिरको जग्गा चाहिँ यस्तो हुनु पर्यो नि त एकदम सुनसान शान्ति कति मजाको जग्गा छ सुनसान जग्गाहरू भन्दा पनि
रमाइलो लाग्दो त भयो है र पनि यहाँ एकदम यहाँ आउँदाखेरि यति साह्रो शान्ति लाग्छ पुगेन त्यही भाइले ढुङ्गाकै छेउमा पुऱ्यायो अन्त कसले पनि सकेन लास्टमा मेरो 300 मै हो तपाईँ हाल्छ हाल्दैन पस्दैन पानी त आयो ला हो पानी आयो नि हौ अघिसम्म दिन दामी भइरहेको थियो तर अहिले चाहिँ पानी पर्नु थाल्यो यो पानी आयो तर पानी त्यो चोखाको भन्छ है मन्दिर आउँछ राम्रो भयो चोखाको अरे नि त यो रेडी है त गीता त्यो झोला चाहिँ लिएन यो चाहिँ फेरि झोला चाहिँ के ल है पानी आयो हामीलाई चोखाइदियो भगवान्ले रेडी बर्थडे कल चाहिँ यहाँ छ है हाम्रो भाइभन्दा अग्लो भइहाल्यो ए भाइ अब के अग्लो नाना भन्दा यो हजुर रहेछ त है हनुमान मन्दिर जाउँ है अब ल अहिले हामी हनुमान मन्दिरमा छौँ पानी आएर पो बोरिङ भएर मसुद्वेक्लाक्षं रामालय महामालम रत्नम वंदनाकं श्री गुरुचरण सरोदरज नीच मनुमुकुशधारी वरणं रघुवरं सुजोदाय कुलसारी बुद्धि तुंगानिके सुमिरो पवन कुमार कुल बुद्धि विद्या दातिरिंग मंडलं जगदा सूरमंगला निवासी अंतिहालासा गुरुः सापुत्रा संपत्ति सापुत्रा सावरण्य परिवार जयतो नमः परिवार सबै को नाम संदिनो परिवार सहित ममायु आर्गेश्वर प्राप्त सम्मान दीर्घमाय बल बुद्धि रोग व्याधि व संपरिवार संगमनाकल परिप्राप्त माता सिंह देवी पूजना करुणा संगता सुसिद्धम व्यासाने संकट मोचने भावा बजरंगबली हनुमदेवता पूजना कर्मणा कर्तुं वयं करिष्यामि अतुलवल्लामं एकशैलावधं नाम प्रगमं साकलगुणदानं वानराणपति रघुपति विवक्तं वातजातं नमामि गोस्पति कुशलारिसं मसुद्वेक्लाक्षं रामालय अंजलि पुत्र नाम देवावा जय बजरंगबली जय संकटमोचनी पवन पुत्रानुमत मंत्र पुष्पांजलिं समर्पयामि नमो नमः लोथर्केको फोटो खिचेर पनि लग्यो है अहिले हामी मन्दिर दर्शन गरिसक्यौँ है र अब जुत्ता सुत्ता लाएर चाहिँ जोरबङ्गला जान्छ जाँदा चाहिँ यतैबाट जानुपर्ने वान वे नै हो एकदम है जाँदा चाहिँ हुन्छ ए हजुर हजुर यस्तोमा चिसो उयो लाउँदाखेरि योहरूले सेतो मर्चा लाउँदाखेरि भगवान् उल्टा हो यिनीहरू
किती छ ल लुसिङचल सिंहदेवी मन्दिर दर्शन गर्ने भाकल पनि पुरा भएछ। यहाँ बस्छ दुईजना तीनजना बस्छ भान्टु भयो फर्किने आइज दिपुम जा र अहिले मन्दिर दर्शन गरिसक्यो है र अब सबै गाडी भएकोमा आइसक्यो र यहाँ दोकानमा यसो चिया चिया पिएर चाहिँ ओह्रालो लाग्दिनुपर्छ। आइज पक्रिएर यो लुङ त आएको खाइसक्यो कि खोइ प्रति किने नि यो कम्पनीकोले के भन्नु सर त्यो उयो चाहिँ पेनमा पेन दिनुहोस् न अन्त त्यो अर्को त्यो सेल्सहरूले चाहिँ मलाई फोन गरेको थियो नि त पेन दिनुपर्छ किन दिनु पेनमा पेन मलाई दिएको राम्रो भयो म किन दिनु 0 दिन्छु नि भने नि यो उकालो चाहिँ हो टाइगर हिल जाने माथि सनराइज हेर्ने जग्गा घुमेर आउँ त्यहाँ के कस्तो रहेछ है कहाँ जाने माथि जान्छ जो एकपल्ट घुमेर आउँ त्यहाँबाट सट्टै गएर आइहाल्नु यहाँ केटीकेटीले पनि देखेको छैन होला 30 रुपैयाँ गएको नि यो नौ कहाँ छ त ल अहिले हामी यहाँ सनराइज हेर्ने जग्गामा आइपुग्यौँ। मौसम खराब भएकोले गर्दाखेरि त्यति राम्रो भ्यू देखेको छैन। जहाँदेखि चाहिँ यो बिहानको सनराइज हेर्ने गर्छ है। तर अहिले मौसम खराब छ। यहाँबाट चाहिँ एकदम दामी दामी देख्छ क्या टाढो टाढोसम्म कञ्चनजङ्घाहरू है सबै देख्छ। तर अहिले मौसम खराब भएकोले गर्दाखेरि केही देख्नु सकेको छैन। मौसम खराब भएकोले गर्दा साँच्चै केही देखेको छैन। र पनि हाम्रो यहाँ टुरिस्टहरू चाहिँ घुम्नु आउनु चाहिँ छाड्दैन। मौसम नि अहिले यो पर कस्तो दामी देख्थ्यो है कञ्चनजङ्घाहरू अहिले केही देख्दैन। अगर बिहान सनराइज हेर्ने चाहिँ यो पाखाभरि हुन्छ उब्ने जग्गा पनि हुँदैन खुट्टा राख्ने जग्गा पाउने। तर अहिले मौसम खराब भएकोले गर्दाखेरि त्यति मान्छेहरू छैन रहेछ। सायद सनराइज पनि भएको छैन होला अहिले। यो नयाँ बिल्डिङ बनिँदै गरेको त्यतिकै छ। यो नबनिएर आधा गल चाहिँ भइरहेको छ। यहाँ चाहिँ यहीँबाट हो घाम बिहान झुल्केको देख्छ कि आमामा क्या दामी देख्छ। हामी त सानोमा हेरेको बहुत साल भएछ। बुझिस् यहाँ बिहानै घाम झुल्किन्छ नि त्यो देख्छ यहाँबाट। जो है केही छैन छ
जो केही छैन जाऊ चलो केटीकेटीले देखेको छैन भनेर जस्ट यहाँ लिएको मात्रै हो है हुन चाहिँ केही छैन अहिले ल अब चल्दी चल्ती भएको जाउँ मौसम खराब छ एकछिन बस्यो भने यहाँ ठुलो पानी आउने सम्भावना देखिँदैछ र अब यही जानुपर्छ